त्यसको दिन औला भनी बसेकी छु औला गरी कति बस्नु कुरी मनले दिक्क स्वार्थी मात्रै भेटिन्छन् यहाँ त्यसै गरी तिमीले नागभगवानलाई सजाय दिनु भन। अनि सजाय पाउने जो हो नागभगवानले सजाय दिइसकेपछि त थाहा भइहाल्छ नि। ओहो बुढो, तपाईँले त जाति बित्ति गतिलो कुरा गर्न। अब मैले पनि त्यस्तै गर्छु। अब अलिअलि शक्ति मसँग पनि छ। सुन माइला, वास्तवमा कुरा के हो भने नि, तिमी मदेखि भाग्छौ, मैले भनेको मान्दैनौ भनेर सम्झनालाई मितमितिनीलाई भनेर यहाँ लिएर राख्न लगाएको थिएँ। पछि तिमीले भनेको मान्छु, तिमीसँगै मिलेर बस्छु भन्यौ। त्यही भएर मलाई विश्वास लागेर मितमितिनीलाई भनेर मैले सम्झनालाई छोड्न लगाइसकेँ। मैले सम्झनालाई यहाँ ल्याएर राखेपछि आफ्नै बहिनी ल्याएर राखेको जस्तै भएको थियो। मलाई थाहा छ तपाईँले मलाई केही न केही नराम्रो सङ्केत दिइरहनु भएको छ। कसैलाई न कसैलाई अप्ठ्यारो परिरहेको छ। फेरि तपाईँले मलाई लिएर पनि जानुभएको, तर मैले कसको घर हो के हो केही पत्ता लगाउन सकिनँ। त्यसको लागि म क्षमा माग्न चाहन्छु। के भयो टाउको दुख्यो? एक्कासी टाउको दुख्यो। यस्तो टाउको त कहिले दुखेको थिएन। ल मोबाइल के भयो त फेरि? हेलो माया बहिनी, सुन न, यहाँ घरमा त बिनिसा लडेर जिब्रो निकालेर हातले नाकको जस्तो चाल गरेर जात्रा छ। के गर्ने होला बहिनी? के भएको होला यस्तो? के भन्दै हुनुहुन्छ दाइ? हो बहिनी, खै के भयो? बाहिरतिरबाट आउँदै थियौँ, एकैछिन टाउको दुख्यो भन्दै थियौँ। मैले त्यत्रो पूजा गरेँ, नागभगवानलाई बोलाएँ, जसले गल्ती गरेको त्यसलाई सजाय दिनु भनेर भने। नागभगवानले त बिन्सा नानीलाई सजाय दिइरहेछ। माइला दाइलाई त्यस्तो गराएको त बिन्सा नानीले रहेछ नि। मैले भने तिमीलाई त्यसको नियत ठिक छैन, तिमीलाई मैले पहिल्यै भनेको थिएँ। बहिनी भनेर के भयो? धन्न बेलामै थाहा पाइयो। के भयो मितिनी? बोल्नु न मितिनी। बुढा दिदीलाई धेरै गाह्रो भएको जस्तो छ, हस्पिटल लिएर जानुपर्छ होला। होइन बुढी, यो हस्पिटल लाने रोग होइन। मितिनीलाई लागु भएको हो कि जस्तो छ, बरु भित्र लिएर जाउँ। के हेरेर बस्छ? मितिनीलाई भित्र लानु पर्दैन? भित्र लानु पर्छ, ढोका खोलेर आउँछ, उचालेर लानुपर्छ यहाँ। होइन, अहिले त्यसो गर्नु पर्दैन। केही लागु भएको जस्तो छ, एकछिन हेरौँ न। बरु म कोही राम्रो जान्नेकोमा आँखा हेराएर आऊँ त। हुन्छ छ। ल ल, दुईजना घर जाँदै थियौँ, एक्कासी टाउको दुख्यो भने तै पनि समातेर घर लाँदै थिएँ। आँगनमा पुग्ने बित्तिकै
अया भन्दै एक्कासै ढले। जिउरो बाहिर निकालेर सानो फ्याफा गर्छे, आँखा ठुल्ठुलो बनाउँछे, हात त नागले जस्तो गर्छे बहिनी। म त एकदमै हातेर अनि तिमीलाई फोन गरेको। के हो यस्तो? यो मिटिङ त खालि ह्या मात्र गर्नुहुन्छ। यो लाको भएको भए त दारा किट्ने, मुठी बटार्ने त्यस्तो पो हुन्थ्यो। यो जतिखेर नि जिब्रो निकाले त के भएको यस्तो यो? होइन बुढी, नागको ठाउँमा मितिनीले जुठो गर्नुभयो होला, त्यही भएर नाग रिसाएर लागो जस्तो लाग्छ मलाई। सुन्नु न बुढा, बिन्सा नानीले कति नाटक गर्न सक्नु भएको। माइला दाइलाई त्यति दुःख दिएर पहिले आफ्नो हालत त्यस्तो छ। भयो के माया छोडिदियो, बिनिसाको कुरै नगर न, सुत चुला। बिनिसा, म यस्तो बिरामी भएको भए तिमीले मलाई कि मारिदिन्थ्यौ कि यस्तै अवस्थामा एक्लै छोडेर जान्थ्यौ। तर पनि मैले तिमीलाई बिरामी भएको बेलामा स्याहार सुसार गर्नुपर्छ, बचाउनुपर्छ भनेर जाउलोको रस बनाएर खुवाएको छु। मेरो मन तिम्रो जस्तो कठोर छैन। तिमी अहिले बोल्न सक्दिनौ, चल्न सक्दिनौ, तर सुन्न त सक्छौ नि। सबै कुराहरू तिमीलाई थाहा हुन्छ नि। अघि पछि भए मैले तिमीलाई कहिले यस्तो कुरा भन्थिनँ। भन्ने बित्तिकै तिमीले मलाई पिट्थ्यौ, कुट्थ्यौ। तर आज यस्तो अवस्थामा भएर नै मैले सबै कुरा भन्दैछु। सुन, वास्तवमा तिमी मान्छे खराब हो। जहिले तिमी अरूलाई नराम्रो सोच्छौ, अरूको नराम्रो चाहन्छौ। त्यही भएर आज तिमीलाई यस्तो नराम्रो भयो। नाग भगवानले तिमीलाई श्राप दिनु भएको कारणले तिमीलाई यस्तो भएको। मलाई जहाँसम्म लाग्छ अब तिमीलाई कहिलेसम्म यस्तो हुने हो, निको हुने हो कि नहुने हो, केही पनि थाहा छैन। तिमीले गरेको नराम्रो पापको परिणाम तिमी आफैले भोगिरहेकी छौ। तर पनि म तिमी बिरामी हुन्जेलसम्म, तिम्रो यस्तो अवस्था हुन्जेलसम्म जहिले पनि तिम्रो स्याहार सुसार गरिरहनेछु। ममा त्यस्तो केही पाप छैन र अरूप्रति नराम्रो सोच छैन। हेर बिनिसा, मैले बोलेको सबै कुरा तिमी सुन्न सक्छौ। तिमीलाई सबै कुरा थाहा छ। यो बेलामा तिमीले जीवनमा गरेका सबै पापहरूको प्रायश्चित गर। भगवानको नाम लिऊ, नाग भगवानको नाम लिऊ, नाग भगवानलाई सम्झ, आफूले गल्ती गरेकोमा क्षमा माग। त्यसपछि तिमीलाई राम्रो हुन सक्छ।
सन्चो नगरेर भमिट गरेको कि खुसीकै कुरा हो र? खै कुन्नी के हो यति पनि बुझ्नुहुन्न र? बिरामी त भएको छैन के म। बिनिसा, नेपाली उखानै छ, हेला गरेको फेला पर्छ भन्ने। तिमीले मलाई यति धेरै दुःख दिएकी थियौ, नोकरलाई जस्तो, अझ भन्नुपर्दा जनावरलाई जस्तो व्यवहार गरेकी थियौ। हेर त आज तिम्रो यस्तो अवस्था हुँदा मैले नै स्याहार सुसार गरेर बस्नु परेको छ, तर पनि तिम्रो चेता आउँदैन। तर मेरो भाग्यमा जहिले दुःख मात्रै लेखिएको छ। तिमी निको हुँदा पनि गाली गर्ने, कुट्ने, पिट्ने गरेर दुःख दियौ। अहिले बिरामी हुँदाखेरि 24 घण्टा तिम्रो स्याहार सुसार गरेर बस्नु परेको छ। बिरामी हुँदा पनि दुःख पाएँ। कर्मले हारेपछि के गर्नु? तिमी निको हुँदा आफ्नो श्रीमानलाई गर्नुपर्ने कर्तव्य कहिले पनि निभाइनौ, तर म त तिमी बिरामी हुँदा पनि आफ्नो कर्तव्य निभाएर बसेको छु। भन्छन् नि, श्रीमतीलाई चिन्ने श्रीमानसँग पैसा नहुँदा अनि श्रीमानलाई चिन्ने श्रीमती बिरामी हुँदा। तिमी अहिले बिरामी छौ। म रिसाएको भए मैले आफ्नो कर्तव्य पुरा नगर्ने भए यो अवस्थामा मैले तिमीलाई छोडेर जान सक्थेँ। तिमीले नजा पनि भन्न सक्थिनौ। मेरो मन त्यस्तो छैन। तिमीलाई निको नहुन्जेल म तिम्रो स्याहारै सुसार गरेर बस्छु। भोलि निको भएपछि अनि सल्लाह गरौँला। दुई सन्तान ईश्वरको वरदान भन्छ। भगवानले हामीलाई पहिलो सन्तानको रूपमा छोरी दिनुभयो, अब दोस्रो सन्तानको रूपमा उजेलीलाई भाइ दिनुभयो भने कति राम्रो हुन्थ्यो है। अब
नाग भगवानको आशीर्वाद पनि छँदैछ, साथमा अरू भगवानको आशीर्वाद पनि छ। फेरि मैले सपना पनि कति राम्रो राम्रो देखिरहेको छु। त्यही भएर मलाई त छोरै पाउँछु जस्तो लाग्छ। अब हुन त छोरा छोरी जे भए पनि एउटै हो। बाबाले जे दिनुहुन्छ त्यो हामी स्वीकार गर्नै पर्छ। तर जे होस् तिम्रो स्वास्थ्य राम्रो होस्, त्यही नै सबैभन्दा ठुलो कुरो। आफ्नो स्वास्थ्यको ख्याल राख्नु यस्तो बेलामा एकदमै ख्याल पुऱ्याउनुपर्छ, बुझ्यो? हस्, तपाईँले मेरो धेरै पिर गर्न पर्दैन क्या। बरु तपाईँ अब सहर गएपछि अलिक छिटो छिटो आउनु। कहिले काहीँ केही समस्या परेर फोन गरेकी हुन्छु, टाइममा फोन उठाइदिनु। हुन्छ बाबा, हुन्छ, म उठाउँछु। एकचोटि गर्दा उठाएन भने अर्कोचोटि फेरि गर्नुपर्छ नि त। उठाएन भन्दा गर्दै नगरी बस्ने हो त? अप्ठ्यारो परेपछि त गर्नु नि, गरे गर्नु, एकचोटि त उठाइहाल्छु। होइन, तपाईँ बिजी हुनुहुन्छ जस्तो लाग्छ। अब तिमी यस्तो अवस्थामा हुँदाखेरि पनि म अभिशाप बसेर मलाई मन लाग्छ होला त? आज बिहानैबाट मलाई मितिनीको खुब याद आइरहेको छ। कस्तो छ होला उहाँलाई अहिले? कस्तो हुनु नि, हिजोसम्म बेहोस हुनुहुन्थ्यो, अब आज होस भएको भए त हामीलाई फोन गरिहाल्नुहुन्थ्यो नि। अनि बुढा, मितिनीलाई यस्तो अवस्थामा हामी भेट्न गइरहेको राम्रो पनि होइन कि। अब मितिनी बेहोस हुनुहुन्छ, हामी गएको उहाँलाई थाहा पनि हुँदैन। भोलि पर्सि उहाँलाई होस आउँछ अनि जाउँला नि। सम्झनालाई हामीले लिएर आएको भन्ने कुरा त माइलालाई थाहा छ। अनि माइलाले भोलि पुलिस केस गरेर सम्झनाको हत्या यिनीहरूले गरेको हो भनेर भन्यो भने हामी फसेनौँ। त्यही भएर माइलासँग हामी टाढै बस्नुपर्छ। फेरि बुढा, मितिनीले त्यो सम्झनालाई गाड्दे भनेर हामीले गाड्यौँ, तर मलाई त अहिले कस्तो कस्तो लागिरहेछ। फोकरमा एउटा मान्छेको हामीले हत्या मात्रै गऱ्यौँ। मितिनीले जे भने पनि हामीले आँखा चिम्लेर मान्नु हुने थिएन। मितिनी पनि उनले दुःख परेर हामीलाई खोज्दै आएकै त हुन् नि। नत्र यत्रो वर्ष उनले वास्तै गरेकी थिएनन्, तर पनि चलेकै थियो। बुढी, मलाई त त्यो सम्झनाको हत्या गरेकोमा तिमीलाई साह्रै पिर लागेको जस्तो लाग्यो। डराउनु पर्दैन के बुढी, भोलि पुलिस केस सुरु भयो भने हामीलाई थाहा भइहाल्छ। नभए गाउँको घर जग्गा बेचेर सहर जाउँला, नभए पासबाट भिसा छँदैछ विदेश जाउँला। अहिले यो अवस्थामा चुप लागेर बसौँ, भोलि मितिनीको होस आएपछि भेट्न जाउँला। अनि मितिनी, तपाईँ बेहोस हुँदाखेरि हामी कतिचोटि भेट्न आयौँ, कति हामीले तनाव भयो भनेर कुरो मिलाउन त तिमीलाई आइहाल्छ नि। चुप्प लाउने, तनाव नलिने, बस्ने, बुझ्यौ? हुन्छ बुढो, हिँडभित्र जाउँ, यसरी एक्लै नबस।
रात पनि पर्यो। अब बिनिसालाई नै अलिकति दाउलो खुवाइदिएँ, आफूले नि यसो खाना खाएँ। दिनभरि काम गऱ्यो, लखतरान पर्यो। बेलुका सुत्न पाइन्न, बिरामी कुर्न पर्यो। अब सानो खाट छ, माथि सुताएको छु। कत्थेर तल झर्छ भन्ने पिर, ठ्याक्क तल झऱ्यो भने अर्कोतिर चोट लाग्छ। अब आफू तल सुतौँ भने माथि झरेर आफैले खिच्ली भन्ने डर। न उठाएर यताउता गराउन सक्छु, न ऊ आफै उठ्न सक्छ। मलाई पो हत्ते भयो त। भगवानको लीला पनि अपरम्पार छ। अब उसले पाप गर्ने, मैले सजाय भोग्ने, यस्तो भइरहेछ। खराब मान्छेको सङ्गत गर्दा, खराब मान्छेसँग बिहे गर्दा जिन्दगी बर्बाद हुन्छ भन्ने कुरा अहिले भोग्दैछु। हे भगवान, मेरो के दोष थियो र? अब बुढीको नाताले त मैले यिनीहरूलाई मित मितिनी भनेर बोलाउनु पर्ने हो। तर यिनीहरूले अहिलेसम्म मलाई मित भनेर बोलाएका छैनन्। जहिले हेपेर नोकरको जस्तो व्यवहार गर्छन्। म चाहिँ किन बोलाउँदा मित्र मितिनी भन्नु? मरिगए पनि भन्दिनँ। घरमा को हुनुहुन्छ होला? बाहिर आउनुहोस् त। किन? के भयो? के हुनु नि, तपाईँहरूलाई नै थाहा छ नि। बिनिसालाई खाटमा सुताएको छ, चलेको चलै गर्छ। मलाई त कत्थेर खाटबाट लडेर चोटपटक लाग्ला भन्ने पो डर भयो। बरु भुइँमा सुताउनु पाए त खाटबाट लड्ने डर त हुन्थेन। जतिखेर पनि कुरेर बस्न पर्ने भयो, केही काम पनि गर्न पाइनँ। अब म एक्लैले खाटबाट भुइँमा ल्याउन नि सकिनँ। वरिपरि कोही पनि छैन नि, एक्लो घर छ। साह्रै तनाव भयो, त्यही भएर तपाईँहरूलाई लिन आएको। अनि अहिले मितिनीसँग कसलाई राखेर आएका छौ त? कसलाई राख्नु हजुर, कोही पनि छैन। तै पनि लडिहाल्छ कि भनेर छेउमा सिरानी राखेर हतार हतार आएको। भनेपछि मितिनीलाई खाडबाट तल राखेपछि गाउँ डुल्न पाइन्छ भनेर होला होइन? होइन बुढी, यो कुरा मलाई राम्रोसँग थाहा छ। बिरामीलाई खाटमा भन्दा भुइँमा सुताएर राखेको राम्रो। त्यसैले हिँड बुढी, मितिनीलाई भुइँमा सुताऊ, अनि त्यही हेर विचार गरेर फर्केर आउँला। हुन्छ, जाउँ न त। ल, म दोकान आउँछु। ए शारदा दिदी, हजुर, तपाईँलाई एउटा कुरा थाहा छ? के बहिनी? त्यो डुरी त दुई जिउकी भएछ नि। ए हो र? त्यो त राम्रो हो नि। मलाई त टुरी दुई जिउकी भएको त धेरै राम्रो लाग्यो त। पुजेली 10-11 वर्ष कि भइसकि दोस्रो सन्तान जन्माउनु त राम्रो हो नि बहिनी। एउटा नानी त भइसकि, एउटा बाबु भए साह्रै राम्रो हुन्थ्यो। टुरी धर्म कर्म धेरै गर्छिन्, छोरै जन्मिन्छ होला। हे भगवान, टुरी भाउजूको त छोरै भइदियोस्।
मितिनी मितिनी यस्तो छ मितिनीको हालत हामी आएको नआएको मलाई केही थाहा छैन मितिनी माइला के गर्ने भनेको मितिनीलाई खाटमा राख्दाखेरि चल्दाखेरि भुइँमा झर्ने डर भयो मैले त यहीँ भुइँमै बिस्तार लगाइदिउँ कि भनेको जाउँ त बिस्तारै लिएर बुढा जस्तो पहिला थियो अहिले पनि त्यस्तै छ केही कमी भएको छैन मलाई त हेर्दा पनि कस्तो नराम्रो लागिरहेछ त्यही त मैले पनि पहिलाको भन्दा कम भएको छ कि भन्ने सोचेको थिएँ केही सुधारै आएको रहेछ होइन यो माइलाले बिस्तारै ल्याउन कति समय लगाए मितिनीलाई त सार्यो अनि माइला मितिनीको केही औषधि छैन त्यस्तो औषधि त केही पनि छैन अब म एक्लैले बिनिसालाई हस्पिटल लान पनि सक्दिनँ के औषधि उपचार गरेको पनि छैन कुनै औषधि खुवाएको पनि छैन भनेपछि तैँले हाम्रो मितिनीलाई औषधि उपचार केही पनि नगरेर के मार्न लागेको अब के गर्नु त हजुर बिनिसालाई हस्पिटल लाने रोगै होइन रे अब धामी झाँक्री गर्न पनि खै मैले त एक्लो छु मेसै पाइनँ बुढा अब यो माइलोले अति गर्यो जाउँ हिँड्नु पुलिस केस गरिदिउँ यसलाई मलाई त यसको अनुहार हेरेर त आउन मन थिएन तर के गर्नु मितिनीको माया लाग्छ त्यही भएर मात्र आएको हो म हुन्छ बुढी जाउँ यसलाई पुलिस केस गरेर जेलमा लगेर कोत्थ्यो मितिनी हेर्नु न मलाई बोल्नु न मितिनी 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 यता हेर्नु न मलाई मितिनी 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 हेर्नु न मितिनी बुढी आफूले आफूले सम्हाल बिरामीको अगाडि यसरी रुनु हुँदैन बिरामीलाई असर पर्न सक्छ मितिनी एकचोटि मितिनी भन्नुहोस् न
बुढी सम्हाल भनेको बुढा हामी घर जान लाग्दाखेरि मितिनीले मेरो हात समातेर तान्नुभयो। यसको मतलब मितिनीले मलाई छोडेर नजानुस्, मसँगै बस्नुस् भन्नुभएको हो। मितिनी तपाईँ नआत्तिनुस्, तपाईँको लागि म छु। म जसरी भए पनि तपाईँलाई उपचार गरेर ठिक गराउँछु मितिनी। तपाईँ केही चिन्ता नलिनु मितिनी, तपाईँ केही चिन्ता नलिनु। तपाईँ बोल्न मात्र नसक्नु भएको हो, तपाईँलाई सबै कुरा थाहा छ। महिला यता वरिपरि कोही फुक्ने मान्छे छ कि छैन? यहाँ नजिकै अछामी बड्डा भन्ने छन्, तिनले यसो सानोतिनो त फुक्ने गर्थे। अब यो बिरामीलाई चाहिँ फुकेर निको बनाउन सक्छन् कि सक्दैनन् खासै मलाई थाहै छैन। अनि के हेरेर बसेको? जाऊ न फुक्ने मान्छे लिएर आऊ। बुढा मितिनीलाई जसरी पनि ठिक बनाउनु पर्छ है। हुन्छ पहिला फुफा गरौँ, हेरौँ अनि उपचार गरौँला। माया माया हजुर यहाँ आऊ त। के भयो? सुन न, अब अफिसबाट आउँदाखेरि केही कुरा थाहा भएन, अब यहाँ आएपछि सबै कुरा थाहा भयो। म यसो गर्छु नि, अहिले सदरमुकाम गएर तिम्रो लागि तागतिर खानेकुरा लिएर आउँछु है। पर्दैन, पछि अफिसबाट आउँदाखेरि लिएर आउनुलाई। ए हुन्न कि अहिले पनि ल्याइदिन्छु, पछि अफिसबाट आउँदा पनि फेरि लिएर आउँला नि। त्यस्तो समयमा तिमीलाई चाहिन्छ कि खानेकुराहरू है। गाई घाँडो बाजुरा बद्दो यी कपडा धोल्ली कि बोला मैना बोला तू मेरी होली की। गाई घाँडो बाजुरा बद्दो यी कपडा धोल्ली कि बोला मैना बोला तू मेरी होली की। यो छामी बड्डो आइगयो बड्डीका खोज, यो छामी बड्डो बोक्या चर्ने पाती गाई चद्दो मेलीका लेख। बोक्या चद्दो पाती गाई चद्दो मेलीका लेख। बोक्या चद्दो पाती के नो माइलाउ के भयो? तिमी कन फुक्फा गर्ने काम जान्दा हौ? धेरै फुक्फा गर्दा त जान्दैन पो माइलाउ, त्यही अलिअलि चाउ लागेर जान्नु छु। ए मेरो बुढी कन बिरामी भइसिन्, हिँड बड्डासँगै जाउँ। द तमी हट्टै र म आएँ। खै के भएको बड्डा स्वास्नी कन? नाग लागेका उनकी बाँड हानेका हुन्, लम्पसार पद्दछिन्, स्यासे फ्याफा गर्दछिन्। के भयो होला तर त्यसो? खै के जानी कसो भएको? मैले त अहिलेसम्म त्यसो भए काहीँ केही सुनिया छैन प। तै पनि हट चाउला केटाहरूलाई के भयो थाहा होला होइन। ल होइन बुढो, मितिनलाई यो कस्तो रोग लाग्यो? मैले त आजसम्म यो रोग लाग्या देख्या पनि थिइनँ, सुन्या पनि थिइनँ। अब कसैलाई सोध्न बुझ्न पर्दैन बुढी। मलाई त मितिनीलाई नाग लागेको हो जस्तो लाग्छ। तिमीलाई थाहा छ नि, हाम्रो घरमा टुरेर नाग लिएर आएकी थिए।
त्यो टुहुरीले नाग खेलाउँछ। मलाई त लाग्छ हाम्रो मितिनीलाई त्यो टुहुरीले नाग उठाएर लगाएकी छ। त्यही भएर त हाम्रो मितिनीले नागले जस्तै जिब्रो निकाल्ने, आँखा ठुल्ठुलो पार्ने गरेकी छन्। अहिले यो कुरा गर्नुभन्दा पनि माइलो फुक्ने मान्छे लिन गएको छ। त्यही फुक्ने मान्छे आएपछि सबै कुरा भनिहाल्छ। आउनुभयो बिरामी भए नै हो, एकचोटि राम्रोसँग हेरिदिनु न के भएको रहेछ। हुन्छ। माइलाउ यिनको त झिक्कै गाह्रो भएर रहेछ। एक थालो नि नाम्नापा चावल फुल धुप ल्याइकन आओ, म हेरिदिनमा के भयो भनिकन। ल म ल्याइहालेँ। कति छिटाउनु गयो? अब कति बेला लाग्छ किनेर फटाफट ल्याइहाल्यो। तिम्रो लागि हर्लिक्स फलफुल सबै ल्याइदिएको छु, तिमी पनि खानु अनि छोरालाई पनि खुवाउनु है। अरू केही खान मन छ भने भन। छैन केही पनि। मन लाग्यो भने भन्नु है, म अफिसबाट आउँदा फेरि ल्याइदिन्छु। ल लिनु पर्दा माइलाउ मैले त यसो रोग आजसम्म पनि देखेको छैन भएर। म त त्यही अलिअलि बालक सातो गएपछि सातो फर्काउने काम अद्दो छु यहाँ। यसो रोग त मैले हरिकन निको हुँदैन भएर।
कोही ठुलै झाँक्री डाकिकन झाँक्रीले निको बाँडेपछि मात्रै हो, म त सक्दैन पो। माइला हेर, यो त अस्पताल लिकन निको हुने बिराम होइन प। बतुनी मेरो भने मान्ने हो भने कोही ठुलो झाँक्री ल्याइकन झाँक्री बसालिकन पैसा त हेर। मैले त आजसम्म यसो बिरामी देख्या पनि थिएन, यसा उनीया कहिले केही हर्या पनि थिएन। त्यही पनि अब म आइगएँ, मैले फुकिकन निको त हुने होइन पएर, त्यही पनि म फुकिदिउँला। तेरा गुरुका बाचा, मेरा गुरुका बाचा, सीता पार्वतका बाचा, गुरु मैसराका बाचा, यी बाचा रहि जाइ जे छै। जहाँबाट आयो पाइजा आजै घरको होइ कि वनको होइ, जहाँको होइ, जाँदै आयो त्यहीँ जा। ल माइलौ, मैले फुकिदिया छु, मैले अर्किन निको त हुने होइन भएर म लागेँ। नमस्कार, म तपाईँहरूकै कलाकार माइलो शिव शर्मा। भर्खरै मात्रै हजुरहरूले हेर्नुभयो टुरी सिरियल कस्तो लागिरहेको छ। सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा गएर छोड्नुहोला। कथा हो, कहिले सुखको कथा आउँछ, कहिले दुःखको कथा आउँछ। दुःखको कथा आउँदा तपाईँहरूले हामीलाई माया गरेर आफूलाई मनपर्ने कलाकारले दुःख पाएको देख्न नसकेर माइलालाई दुःख हुनु भएन, टुरीलाई दुःख हुनु भएन, सम्झनालाई दुःख हुनु भएन, यस्तो दुःखको कथा आयो भने हामी हेर्दैनौँ पनि भन्नुहुन्छ। तर त्यो तपाईँहरूले हामीलाई मायाले भन्नुभएको हामी बुझ्छौँ। फेरि पनि जीवन हो, सुख दुःख त भइ नै हाल्छ। तपाईँहरूमध्ये पनि कतिको जीवनमा सुखको क्षणहरू पनि आयो होला, दुःखको क्षणहरू पनि आयो होला। मेरो जीवनमा पनि धेरै दुःखका क्षणहरू छन्। तपाईँ हामी कहिलेकाहीँ भेट्यौँ भने सँगै भलाकुसारी गरौँला। दुःखको सिन आउँदैमा नआत्तिनु होला, किनकि दुःखपछि नै सुख आउँछ। कहिलेकाहीँ आफूलाई मनपर्ने कलाकारले धेरै दुःख पाएको सिनहरू आउँछ। आफूलाई मनपर्ने कलाकारले धेरै दुःख पाएको देख्दा नमजा लाग्छ। अहिले तपाईँलाई नमजा लागिरहेको छ, तर पनि दुःखपछि सुख आउँछ। त्यही आशमा हामीहरू बाँचिरहेका छौँ। हजुरहरूले पनि त्यही आशमा सिरियल हेरिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद। मनले दिक्का स्वार्थी मात्रै भेटिन्छन् यहाँ।